म सुशीला कार्की र गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दछु। 1 2 3 किन्तु परन्तु केही पनि छैन, राजीनामा दिनुहोस्। यस्ता हुतियारालाई नेपाली जनताले प्रधानमन्त्री र गृहमन्त्रीको रूपमा देख्न चाहेकै होइनन्। तपाईँ त यति नालायक र हुतियारा हुनुभयो नि, रगतको खोला बगेर तपाईँ प्रधानमन्त्री बन्नुभयो। तर त्यो रगतको माग के थियो त? भ्रष्टाचार रहित नेपाल। त्यो रगतको माग के थियो त भन्दा तत्कालीन हत्यारा, सरकारका हत्याराहरू, सम्बन्धित निकायका प्रमुखहरूलाई गिरफ्तारी। तपाईँले 90 को दशकमा रोमानियाका क्रान्ति पनि याद गर्नु भएन सुशीलाजी। के गरी तपाईँ प्रधान न्यायाधीश बन्नुभयो, अहिले प्रधानमन्त्री के गरी बन्नुभयो? जेन्जी भाइहरूको ऐतिहासिक आन्दोलनको उपलब्धिलाई सुशीला सरकारले पानी बनाइदियो। आँखा छ भने च्यातेर हेर्न आग्रह गर्छु गृहमन्त्री र सुशीला कार्कीजीलाई। कान छ भने त्यो ठेरी खोलेर सुन्न आग्रह गर्छु। नेपाली हो भने इतिहासको वीरता फेरि कोट्याएर हेर्नमा आग्रह गर्छु। तिम्रो रगत पनि पानी नै रहेछ। पहिलोपल्ट नेपाल आमाले एउटा छोरीलाई प्रधानमन्त्रीको रूपमा अगाडि बढाइ, त्यो पनि 78 जनाको बलिदान दिएर। तिमीलाई कृष्ण महरालाई समात्नलाई हो कि 78 जनाको रगत खानेलाई हो? त्यो रगतको होली खेल्नेलाई हो? कसले बनायो प्रधानमन्त्री? ओम प्रकाश अर्यालजी, तपाईलाई गृहमन्त्री कसले बनाइदियो? के को लागि बन्नुभयो? तपाईको काम कर्तव्य अधिकार के हो? पुरानै नेताको शैली। आज एउटा बुढा भन्ने भाइलाई माइती गर्नुमा जुस खुवाएर तपाईले एउटा सफलता हासिल गर्नुभयो। त्यही हो तपाईको ऐतिहासिक बलिदानीपूर्ण आन्दोलनको सफलता पश्चात नेपाल र नेपालीले तपाईहरु माथि गरेको अपेक्षा त्यही थियो त? पटकै पनि थिएन। त्यसैले पहिलोपल्ट म सुशीला कार्की र गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दछु। 1 2 3 किन्तु परन्तु केही पनि छैन, राजीनामा दिनुहोस्। यस्ता हुतियारालाई नेपाली जनताले प्रधानमन्त्री र गृहमन्त्रीको रूपमा देख्न चाहेकै होइनन्। तपाईँ त यति नालायक र हुतियारा हुनुभयो नि, रगतको खोला बगेर तपाईँ प्रधानमन्त्री बन्नुभयो। तर त्यो रगतको माग के थियो त? भ्रष्टाचार रहित नेपाल। त्यो रगतको माग के थियो त भन्दा तत्कालीन हत्यारा, सरकारका हत्याराहरू, सम्बन्धित निकायका प्रमुखहरूलाई गिरफ्तारी। तपाईँले 90 को दशकमा रोमानियाका क्रान्ति पनि याद गर्नु भएन सुशीलाजी। के गरी तपाईँ प्रधान न्यायाधीश बन्नुभयो, अहिले प्रधानमन्त्री के गरी बन्नुभयो? कसरी आफूलाई चाहिँ तपाईँले स्थापित गराउन सक्नुहुन्छ, इतिहासमा नाम लेखाउन सक्नुहुन्छ, जबकि तपाईँलाई खुलेआम त्यति तत्कालीन